कमेडी दरबारको लाइभ सो आज म कमेडी दरबारको लाइभ सो हेर्न गइरहेको छु र ओभरअल एक्सपिरियन्स कस्तो भयो भनेर म यो ब्लगमा सेयर गर्दैछु गाइज। त्यहाँ जानुभन्दा अगाडि चाहिँ मलाई क्लिनिक जानु थियो। क्लिनिक चाहिँ सामाकोसीमा थियो। सामाकोसीको सिटी स्क्वायर मलको 4th फ्लोरमा। नाम चाहिँ एस्थेटिक एसेन्स थियो, जुन चाहिँ स्किन र हेयरको लागि एकदम बेस्ट ट्रिटमेन्ट पाइन्छ त्यहाँ। यति हराउँछ यो लगभग 10-15 फेर अनामनगर आइसक्यो, तर पनि अनामनगर आएर मलाई कल गरेको दिन हुन्छ। यसको फेरि च्याटर सुरु भयो। अब हराउँछु त यसमा मेरो के गल्ती होइन गाइज? म हराएको होइन क्या दिदी, म थाहा हुँदैन क्या मलाई। लोकेसन त्यही ठाउँको लोकेसन 10-15 पल्ट दिन्छु नि, तर यो हराउँछ। म हराएको होइन दिदी। आज पनि अब त्यही भित्र गल्लीबाट आइज भनिरहेको छु, मैले उसलाई देखिरहेको छु, उसले मलाई देख्ने अगाडि चिच्चाउँदै गइरहेको छु, पछाडि आइज दिदी मलाई थाहा हुँदैन त यसमा मेरो के दोष भन्दा मलाई थाहा नै हुँदैन त यसमा। त्यही बाटो त बन्द गरेको तैँले फार्मेसी कसरी घटाइस् तिमी? फार्मेसीमा लोकेसन होइन तर पढ्नु त पऱ्यो होला। पढेर याद हुन्छ नि त, चलाउनु पऱ्यो होला नि, याद पनि भयो। बाटो र दिमाग लोकेसन र पढाइ एकदम डिफ्रेन्ट हो क्या कुरा। मलाई लोकेसन याद हुँदैन त, मलाई मान्छे पनि याद हुँदैन, मलाई पढाइ मात्रै। मलाई लागिसक्यो अब यसले फार्मेसी चिज गरेर टिचरले गर्दा टपर हो। मसँग कहाँ आएको रे स्टारमा लाग्यो यति खोज भने त्यति हो। मलाई लोकेसन देखाउन आएको, हामी यहाँ के गर्न आएको भन्? मलाई थाहा छैन यो कस्तो लागिरहेछ तँलाई? सरप्राइज, इट्स सरप्राइज बेबी। तेरे साथ साथ ऐसा कोई नूर आया है। ओके फाइनली वेलकम टु द सेट अफ कमेडी दरबार। एकदम यति रमाइलो भयो नि यहाँ, कुरै नगरौँ। तर डिसअपोइन्टेड पनि भएँ किनकि सेट यति ढिलो स्टार्ट भयो नि। लाइक 1 आवर्स प्लस हामी वेट गऱ्यौँ क्या यहाँ गएर। म ढिलै गएको थिएँ, ढिलै जाँदा पनि 1 आवर प्लस वेट गर्नु पऱ्यो यहाँ। तर ढिलो जानुको रिजन पनि पानी पऱ्यो अनि प्लस सरप्राइज दिनु थियो केटीलाई। सो मलाई केही पनि थाहा थिएन, उसले मलाई यति झुक्काएर दियो आज यहाँ। यति झुक्काको होइन गाइस, सरप्राइज। उसले मलाई दिउँसो चाहिँ भनेको थियो, बिहानै मेसेज गरेर चाहिँ भनेको थियो कहाँ कोही जानु छ रेडी भएर बस भनेको थियो होइन। उसको काम फेरि सधैँ हुन्छ कि हराउने र केही गर्ने हुन्छ। अनामनगर एरियामा 5 मिनटको काम हुन्छ, कि सेयर गर्ने कि केही गर्ने हुन्छ। केही पनि जान्दैन, एउटा नक्सा बनाउनुसम्म जान्दैन। के हो यो चाहिँ राख, एउटा चाहिँ कट नगर, यो चाहिँ राख। तर हामी कहाँ आयौँ? आज हामी आयौँ, हामी यहाँ आउन अब कति विक कुरेँ थाहा, कति विकदेखि प्लान गरेर लाइक पहिल्यैदेखि क्या जान्छु कहिले छुट्टी नमिल्ने, कहिले के नमिल्ने, छुट्टी भएपछि यो नमिल्ने त्यो मिल्ने गरेर आज चाहिँ फाइनली आएँ। त्यही पनि लास्टै म फेरि बेकाम छु, मलाई एउटा काम पनि लगाइदिनु। फार्मेसीमा गर्न चाहन्न, फार्मेसीमा गर्न चाहन्न, मलाई हस्पिटल गर्नु छ। काम खोज्दिनँ भन्नु, काम खोज्दैन गाइस भन्नु यहाँ यत्रो गाइस, मलाई काम खोज्दै म हस्पिटलमा फार्मेसी नो फार्मेसी भदौदेखि स्टार्ट गर्नेलाई मलाई काम खोज्दै मेरो, किनकि साउनमा 24 गते कर्णाली पढ्दैछु एक्जाम छ, 31 गते बाल्ने एक्जाम म यसको यो एक्जाम अनि यो के अरे लोकसेवादेखि थाकिसकेँ, वाक्क लागिसक्यो सुन्दा टेन्सनले यो वर्ष 2 ठाउँमा 4 ठाउँमा जान्छु सिका जान्छु चाहिँ सुरुमा रिजल्ट चाहिँ आयो त्यही जान्छु, पछि आउँछु लास्टमा बाहिर त्यहाँदेखि पाउँछु। यही आउँछ अनि फेरि यो हराउँछ अनि फेरि मलाई खोज्दैन क्या देखाउनु। यताउता हामी ढिलो आएको कति घन्टा ढिलो आएको? हामी 2 बजेको स्टार्ट सो 3:30 बजे तर यहाँको सो नै 4:30 त डाइरेक्टर आएको। बल्ल बल्ल सुरु भयो र सफरको फल मिठो हुन्छ भने जस्तै आफ्टर स्टार्टिङ कि यति वेट गरेको छु भन्ने नै फिल नै हुँदैन क्या। यति हाँसिन्छ, यति रमाइलो हुन्छ कि यसमा। ओ माई हेलो, हजुरको शुभ नाम? ओके, हजुरको शुभ नाम? ओके। सेटमा अनि गौरी दिजुको एन्ट्री भयो। ओ माई गड, हर पर्सनालिटी आई स्वेयर म त फ्यान भएँ यार, भनेपछि म त फ्यान भएँ यार। कति स्विट हुनुहुन्छ क्या।
सो चाहिँ कम्प्लिटली रेकर्ड गर्न पाइनँ त्यहाँ एज अ रुल्स सो आफ्टर सो चाहिँ मैले त्यसलाई सोधिरहेको थिएँ कस्तो लाग्यो भनेर बट सी सो अफ्रेड त्यसले घरको चाबी लिएर आइरहेको छ क्या अब त्यो त मेरो लागि एकछिन भनेर निस्क्यो नि त अनि त्यसले चाबी बोकेर आएको थियो अनि त्यो एकदम डराइरहेको थियो दाइले मार्छ अनि त्यसलाई मैले फकाइरहेको थिएँ सो सकेपछि जाने प्लिज जाम नभन्न भन्दै सो यति डरायो कि त्यसले राम्रोसँग इन्जोय पनि गरिनँ तर सो वाज अमेजिङ क्रेज हेर्नुहोस् न क्रेज ओ माई गड यति धेरै फ्यान फलोवर्स छ कि यो कमेडी दरबारको म एक्सप्लेनै गर्न सक्दिनँ वान अफ देम चाहिँ म नै पर्छु इट्स यस्तो मलाई कस्तो भाइब्स दिन्छ क्या यसले हजुरको लास्ट गाली सुनौँ भने आज जाऊँ अब your एक्सपिरियन्स कमेडी दरबारमा मैले फसाएको होइन कहाँ गएको केटी त चाबी छोड्न जाम भन्दाखेरि फसाएको होइन क्या डाइरेक्ट कताबाट जाने हो इट्स नट माई फल्ट है गाइज यो हेर डराएर रन्थनेर कताबाट जाने पनि बाटो पनि बिर्सिसक्यो यो पढन्तेको यो पढन्तेको कोठामा आएर हुन्छ यत्रो बुक पढि भ्याउँछिस् त्यत्रो बुक मेरो मात्र होइन दाइको पनि हो राम 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 कसम मेरो कोठामा त बुकको ब पनि छैन होला तेरो बहिनीको मैले कोठामै लगाएर देखाएको छु है भ्लगमै मेरो यहाँदेखि यता हो अनि यति हो अरू सब दाइको जस्तो जे भयो नि मेहनती चाहिँ केटी यसपालि यसले नाम निकाल्नै पर्छ यार तर गाइज यो बेत्था डरायो नि दाइ त पशुपति घुम्न गइसक्नु भएछ बेत्था डराएर यसले सो मिस गरी तर पछि यसले मलाई गाली खुवाउन ल्यायो कि चिया खुवाएर पठाएँ यस्तो मिठो दाइ उता पशुपति गइहाल्नु भएछ सो मिठो चिया इन्जोय गरेर गफसफ लगाएर म घर फर्केँ सो इट्स अमेजिङ डे स्पेन्ड भयो क्या जति स्ट्रेस भयो त्यति रमाइलो दिन हुन्छ क्या स्ट्रेस गरेर भए पनि वी क्रिएट अ गुड मेमोरिज अनि यस्तो दिनहरू फेरि फर्केर आउँदैन के